Now, given condition is given. This is the trigonometry questions of the class 10. This is important questions for the SE examination, 4 marks questions. And question is that if a plus b plus c is equals to 180 degree, then prove that sin a plus sin b plus sin c is equals to 4 cos a by 2 cos b by 2 cos c by 2. र यो चाहिँ 4 मार्क्स में सोधिएको प्रश्न हो। र यसलाई मैले सजिलो तरिकाले बताइदिएको छु। हामीलाई पहिला गिवन कन्डिसन के दिएको छ त्यो लेखौँ। गिवन हामीलाई के दिएको छ भन्दा a plus b plus c by a plus c b plus c equals to 180 दिएको छ। हो यहाँ प्रुफ गर्ने के चीज दिएको छ भन्दाखेरि हामीलाई sin a plus sin b plus sin c बाट एंगल अहिले a दिएको छ राइट आर्क एउटा हाम्रो राइट ह्यान्ड लेफ्ट ह्यान्ड साइडमा र हाम्रो राइट ह्यान्ड साइडमा चाहिँ के दिएको छ a/2 एंगल के भएको छ a/2 भएको छ है यो a/2 c/2 b/2 भएको छ त्यसले हामीले एंगलको फर्म a/2 मा भएको छ a plus b c whenever c goes that side then quantity minus c subtracting c on both sides now dividing by 2 on both sides ये divide by 2 यसले रिजल्ट के दिन्छ भन्दा हामीलाई दिने भ्यालु भनेको 90 डिग्री 180 by 2 भने 90 डिग्री minus c by 2 यो कन्डिसन आइसकेपछि हामीले के गर्ने मिल्यो अब sin भ्यालु राखौँ sin a by 2 plus b by 2 भनेको के आउने भयो भन्दा sin 90 minus c by 2 अब 90 minus c by 2 भनेको के हो त भन्दा sin पोजिटिभ हुन्छ sin 90 minus c पोजिटिभ हुन्छ क्वाड्रेन्टमा यो त्यही भएर हाम्रो भ्यालु कति आउँछ 90 पर रेशियो चेन्ज cos c by 2 भनेको अब हाम्रो भ्यालु यो आयो एउटा अर्को भ्यालु भनेको हामीले cos a by 2 plus b by 2 राख्दाखेरि कति आउँछ भन्ने हो cos त्यसलाई चाहिँ अहिले हामीले चाहिदैन त्यसलाई चाहिँ डाइरेक्ट प्रुफ दिन्छ त्यति कन्डिसन राखेर चाहिँ प्रुफ दिन्छ प्रुफमा हामीले अब यता लेफ्ट ह्यान्ड साइड दिन्छौँ RHS इक्वल्स टु sin a plus sin b plus sin c अब यो कन्डिसनमा यो sin a plus sin b मा हामीले sin c plus sin b वाला फर्मुला युज गर्छौँ that formula is 2 sin a plus b by 2 dot cos a minus b by 2 यो फर्मुला युज गर्छौँ अब यो sin c लाई हामीले के गरिन्छ भन्दा sin c लाई हामीले के गरिन्छ भन्दा sin 2c को फर्ममा राखिन्छ र यसलाई के लेख्न पाइन्छ भन्दा sin जस्तै हाम्रो sin c भनेको के हुन्छ भन्दा is equals to sin 2c by 2 लेख्न पाइयो र sin 2c को फर्मुला लगाएर यहाँ 2 sin c by 2 cos c by 2 लेखिन्छ अब यहाँ डाइरेक्ट लेखिन्छु मैले यहाँ to from this conditions applying these conditions 2 sin c by 2 dot cos c by 2 अब यहाँ हेर्नु भने यो sin a plus b by 2 यो sin a plus b by 2 यो फर्मुला डाइरेक्ट हामीले कन्डिसन नम्बर 1 यो युज गर्न सक्यो यहाँ माथिबाट के युज गर्न सक्यो फर्मुला गिवन स्टेटमेन्ट यसलाई स्टेटमेन्ट 1 भनेको हुँदैन 1 बाट चाहिँ डाइरेक्ट रिप्लेस गर्न सक्यो यो भनेको sin a by 2 भनेको हाम्रो आउँछ भ्यालु cos c by 2 र अब यो भनेको के भयो cos a minus b by 2 bracket plus 2 sin c by 2 dot cos c by 2 अब यहाँ हामीले डाइरेक्ट लेख्न सकिन्छ cos c by 2 cos c by 2 कमन गइसकेको छ 2 cos c by 2 यहाँबाट हामीले के लेख्न सकिन्छ 2 cos c by 2 कमन गयो 2 cos c by 2 now what is remaining here let's write cos a minus b by 2 plus sin c by 2 अब हामीले sin c by 2 लाई के लेख्न पाइन्छ भन्दा माथिबाट हामीले यही भ्यालुमा यसलाई इरेज गर्दै यहीबाट हामीले के लेख्न सकिन्छ भन्दा यही स्टेटमेन्टबाट हामीले sin c by 2 लेख्छ यहाँ यो cos राख्यो भने cos a plus b by 2 राख्यो भने यताको भ्यालु कति आउँछ cos 90
minus c by 2 also. This value is equals to cos 90 sin c by 2 negative c by 2. Okay, अब minus sin c by 2 also. Sorry, 90 minus c by 2 बुझ्ने पनि भयो. 9 अब हामीले डाइरेक्ट चाहिँ cos a plus b by 2 value sin c by 2 राख्न सक्यो, which can be replaced by a by. अब त्यहाँ हेर्न सक्नुहुन्छ यो स्टेटमेन्ट 2 बाट यहाँबाट हामीले के प्रुभ गर्न सक्यो भन्दा 2 cos c by 2 त कमन निकाल्यो. यता ब्र्याकेटमा के आयो cos a minus b by 2. यहाँ के हुन्छ माइनस के हुने भयो प्लस cos a plus b by 2. अब यो भनेको एउटा फर्मुला हो cos a plus b by 2 plus cos a minus b by 2 भनेको डाइरेक्ट एउटा फर्मुलाबाट रिप्रेजेन्ट भयो. द्याट क्यान बी रिप्रेजेन्ट एज द 2 cos c by 2 डट डाइरेक्ट फर्मुला लेख्नु cos a by 2 डट cos b by 2. अब यहाँबाट के भयो 2a times 2 is 4, that is cos a by 2 dot cos b by 2 times cos c by 2. So this is equal to RHS. So that proof. यो चाहिँ एकदम सजिलो प्रश्न छ. डाइरेक्ट हामीले यो कन्डिसन लेख्नु बित्तिकै 2 cos a by 2 cos b by 2 बनाउनु पर्छ. थ्याङ्क यू. एउटा प्रुफ लेख्नुहोस्.